वेलकम टु माई न्यू भ्लग। अनि त्यसपछि आजको दिन चाहिँ एकदमै स्पेसल हुने गइरहेको छ। अनि आज चाहिँ हामी फेरि भेट्नेछौँ। अनि त्यसपछि अलि म चाहिँ अहिले कोठामा लुगा सुगा लाएर बसिरहेको छु। अब जान लागेको। अनि त्यसपछि कहाँ जान लागेको भनेर बाटोमा भनौँला कोही कोहीलाई भेटेर। ल गाइस, धेरै दिनको प्रतीक्षापछि हामीले भेटिसक्यो। हेलो गाइस, यो र म चाहिँ नअडेको धेरै भएको थियो। आज भेट्यौँ धेरै टाइम पछि है। हामी कहाँ जानला भन्दै त नभए अब मेरो घर विपिन घर जानला। हामी चाहिँ विपिनले चाहिँ नयाँ मोबाइल किनेको त्यहाँदेखि दुईवटा क्या आमा के साह्रो धनीमा मान्छेहरू। एउटा के अरे स्यामसङ A16, एउटा 17 एउटा मेरो 16 चाहिँ, अनि विपिनको 17 अनि एउटा आइफोन 11 भनेको खै भ्लगिङको लागि आइफोन 11। हो गाइस, अब बेच्ने किन्छ यसले दुइटै बेचेर है। बेच्नु पर्दैन, बेच त किन्ने हो। अनि मैले हिजो भर्खर विपिनको भ्लग हेरेको थिएँ, सबैले हेर्नु भयो होला। लङ्गुर आयो भने चाहिँ लङ्गुर होइन हो ढेडु ढेडु त्यो मलाई नि त मैले नि देखाएको छु नि गाउँतिर, त्यो मुख कालो भएको होइन। मुख कालो जिउ सेतो। अनि विपिन पनि ढेडु जस्तै छ, हात चाहिँ कालो, अरू अरू सेतो सेतो। त्यसको हात चाहिँ लास्टै कालो भइसक्यो। आश्चर्य कालो छ है। अनि विपिनले अझै गाउँको भ्लग हाल्दै गर्छ। कहिले कतिवटा हारे अझै अनि 2-3 अझै 2-3टा हारे। ल गाइस, आज यो आउँछ, त्यसपछि विपिनको मात्रै आउँछ। 2-3टा मैले अर्को नै हालेको थिएँ बेलुका हेरी सरको। दुईवटा एकैचोटि दुईवटा रहेछ। मैले एउटा मात्रै हेरेको थिएँ गाइस। अर्को चाहिँ के पो हो अर्को त मैले बिर्सिएँ। अर्को चाहिँ टक्क टिका लगाएको तिम्रो छ। ओहो, टिका लगानी बढिसक्यो त्यसको। हो ल, विपिनको टिका लगाएको भ्लग हेरिदिनु। पैसा चाहिँ अब तल लाउनुपर्छ। टिका लगाएको भ्लग चाहिँ हेर्नु। अब एकछिन रोक्नुपर्छ अरे विपिनको घर पुग्ने एकैचोटि। अब यसरी यस गाइस, हामी चाहिँ विपिनको कोठामा आइसक्यौँ। ओए, यो चाहिँ विपिनको कोठा। हेर त कस्तो, यो पर्दा पनि छैन। खोल्न यो तन्ना त। ए त्यसरी होइन भनेको। ए तेरिका यसले त बिगा तेरिका बल्ल बल्ल मिलाएको हुन्छ मान्छेले। ओहो, तन्ना बेर रहेछ यो विपिनको कोठा। यता नि खोल। त्यस्तै गर्दैन। गर त गर। यो मोजा यो कुन दिनदेखि लागेको मोजा यो खोजे नगर, नयाँ हो। अनि गाइज यो विपिनको, अनि त्यसपछि विपिनको कोठामा चाहिँ भाँडा र कुडा, अनि गाउँबाट आएको कोसेलीहरू, ल्यापटप, मकै, अनि गिटार, अनि गिटारहरू छ, निस्टको ब्याग, त्यस्तै त्यस्तै छ। ल, विपिनले चाहिँ अब एउटा गीत गाएर सुनाउँछ। यसको आइफोन, ओए आइफोन 11, ल्यापटप डेलको A16 17 भन्छ बेइज्जती गर्ने भयो। 17। अब चाहिँ हामी अब जाने अब बिस्तारै होइन। अब चाहिँ हामी भित्र एकछिनै गाइज। ल, यो चाहिँ बिहार, यसले चाहिँ कलर सलर गरे गाइज। तार पनि रहेन चाहिँ क्या, त्यही भएर अब हामी नयाँ बजार जान लागेको। अनि नयाँ बजारबाट हामी कहाँ जान्छौँ हेर्नु होला। चापेल जाने, अनि त्यसपछि रिदम पनि जान्छ होला भन्ने आशा गर्दछु। जाँदैन भन्छ त्यो विपिनलाई। म अब ल गाइज, अब चाहिँ हामी जाने बेला मात्रै। गाइज, विपिन चाहिँ कहाँ मुला त्यो होइन, ब्याङ्क जान्छु भनेर उहाँ 2 घन्टा हराएर उहाँ कहाँ ब्याङ्क पनि टेकुको ब्याङ्क गएर आएको। कुर्दा 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 हैरान लागेर बल्ल आइपुग्यो। अनि फेरि हामी हिँडेको। कहाँ जान्ला हामी अब फर्स्ट डेस्टिनेसन वाउ, फर्स्ट डेस्टिनेसन हाम्रो नयाँ बजार। त्यसपछि नयाँ बजारबाट चाबेल जान लाग्यो। चाबेलमा चाहिँ किन जानला भने हामी म्युजिक ग्यालरीमा जानला। पहिला चाहिँ गिटार सप नेपालमा, अनि त्यसपछि म्युजिक ग्यालरीमा। आहा, होइन त त्यो आमाले कस्तरी हेर्नु क्या तल तलदेखि माथि। यो चाहिँ केही न केही रहेछ है जसलाई ल यसले चाहिँ गर्छ नेपाल विकास हुनु नै हेर्नु। अब चाहिँ म रिदमको घर जानला। रिदमको घर गएर पैसा लिएर अनि हामी जान लागेको पहिला नयाँ बजार गएर त्यहाँ चाबेल जाने है। अनि अब हामी एकैचोटि रिदमको घर गएर रिदमलाई देखाउँछौँ। गाइस, हामी चाहिँ रिदमको घर आइसक्यौँ। रिदमको घर, रिदमको घरमा हेर्न पाइन्छ शिवजी भएको।
रिदमको स्कुटीहरू शिवजी भएको रिदम चाहिँ के अरे धार्मिक सहिष्णुता गर्न चाहँदैन चाहन्छ चाहन्छ कस्तो भित्र भाइ त्यही हो नि यति 1.5 घन्टा हराएर मान्छे नि ह्यान्डसम भएर बसिरहेको कस्तो नदेख्यो रिदम यसको कमाल ओए के हो यो अलि धेरै आएछ धारी त ल हेरेर मात्रै बस्छ आई कन्ट्याक्ट गर्छ त म रिदम घरमा जुत्ता खोल्न गाह्रो हुन्छ छिटो यहाँ बोक्ने यहाँनिर त म जाँदिनँ हौ तिमीलाई कहाँ बोक्न आएको पैसा लिनु के कुरा गरे म जाँदिनँ हौ रे ल अनि के हेर तिमीले चाहिँ छिटो न ल भयो त कालो देख्छ है रिदम यहाँ पनि क्यामेरा त्यो त्यस्तो भएर ल छैन ल हेर्न ल आफै। ल रिदम आऊ ल भोलि पछितिर बिपिन घर के हो यो त हाँसिन्छ त गीत पनि सिक्दै गर हावा जस्तै मलाई तँ ल्याएन ल्याएन त तै आइज भनिस् म नि आएको नि म त यसले 2000 भित्र भनेर बसेको कहाँ दियो त अनि मैले ले रिदमले चाहिँ अब पैसा झिक्छौँ करोडमा चाहिँ जहिले पैसा हुन्छ 5-6 हजार ओए ओ क्या जन क्या जन ल रिदमले नि रिदम गिटार किन ल ल ल बाई ओए रिदमले नआएछ नि यति सानो यो स्कुटी चाहिँ तिम्रै होइन ठिक छ ठिक छ हामी चाहिँ क्याजन किन जा नलागेको बिपिनले भनिदिइसक्यो यो हामी अब चाहिँ सिधै गएर कहाँ जान्छौँ भने सुरुमा गिटार सब नेपालमा जान्छु अङ्कल 2000सम्म क्याजन पाउँछ भनेर सोधिन्छ पायो भने त्यहीबाट हो मैले देखाएको थिएँ कता हो 2000मा नि अर्को एउटा शिक्षकमा देखाएँ लगाइ चाहिँ हामी चाहिँ एकैचोटि अब गाडी हिँड्दै जान्छौँ कि गाडीमा गाई हामी चाहिँ गाडीमा आइसकेको छ बिपिनले चाहिँ लिल झोलाको गीत लगाइदिएर यहाँनिर यस्तो भने बिपिन चाहिँ यस्तो माथिको छ गाडीमा लिल झोलाको गीत लगाएर ड्राइभ चाबी पनि छ हिँड्ने हो गाडी त बरु हिँड्ने यार गाडीमा पहिला हिँड्छ गाई हामी चाहिँ नयाँ बजार जाँदै थियौँ अनि बिपिनले तेरो कलेज देखाइदिनु त मलाई नि भन्यो अन्त यो फुटसल बास्केटबल कोर्ट पर छ कत्रो बुई ठुलै रहेछ त गाइस बास्केटबल कोर्ट स्कुल चाहिँ चलिरहेको रहेछ जे होस् कलेज चाहिँ बिदा स्कुलमा चाहिँ कराइरहनु गर्दै स्कुल चाहिँ यही हो स्कुल चाहिँ धेरै हो के अरे भाइरल छ त्यहाँ अनि कलेज चाहिँ म पढेपछि भाइरल हुन्छ अर्को वर्षदेखि सिट पाइँदैन ऊ सेक्युरिटी बुढो सारा त्यसले गर्दा क्या मोबाइल चाहिँ गर्छ बुढो हो नि भिडियो बनाउनु जान्थ्यो ल त्यो त हेरे ओइ भाइ बाहिर निकै भनिदिइहाल्छ त्यो त स्याप समार घाँटी समार त्यस्तोसँग टप लाएर आउँछ कलेजमा हुन्छ जीवनलाई होइन अरूहरूलाई गाई चाहिँ हो अब चाहिँ हामी गिटार सब नेपाल जानला यो कहिलेसम्म गाई चाहिँ सानो गिटार अलि ठुलो गिटार क्याजन पुरानो स्ट्र्याप यो चाहिँ लेजबेनवाला स्ट्र्याप पशुपति गाइज हामी चाहिँ आइपुग्न लागिसक्यो हामी चाहिँ अहिले मिनी बहुत त्यसपछि अब
बिपिनले गाडीमा पैसा दिइहाल्यो 100 रुपियाँ नै लगिदियो अङ्कलले जहाँसम्म आएको 50 रुपियाँ त्यो बिपिन हो क्या यो केही बुझ्दैन कता हो पनि थाहा छैन अङ्कलले लगिदिइहाल्यो 100 रुपियाँ के भन्छ बिपिन बाटोमा आएपछि त भोक लाग्यो भन्छ अब यसलाई लात्ती नखाएर के खाउँ त अब हेर्न त दाईको रोल खोइ दाईको रोल ए दाईको रोल दाईको रोल कता हो अब यता बस्नु त होइन त्यो खोइ त्यो उट्याएको होइन रहेछ सोयता बस्ने म त कस्छ उही होइन ए झन्डै सोयता बस्ने भयो भेट्यो ऊ हामी उ त्यहाँ होइन हामी चाहिँ यहाँ लेफ्ट आउनुपर्छ क्यापिटल पिज्जा ऊ यता राइट होला ऊ त्यहाँदेखि प्लाजा के प्लाजा प्लाजा हो भनेको पिज्जा दिन्छ हो र भने पिज्जा हो प्लाजा ठिक छ प्लाजा हो रे योपालि चाहिँ पिज्जा पिपुल्स प्लाजामा मलाई ढङ्गले ठगेको ए अस्ति नै बिपिनले प्लाजातिर साइन पनि हान्थ्यो तिमीहरूले नि त्यहाँतिर भागिदिएको 50 रुपियाँ लिएर पैसा 1 रुपियाँ दिन त्यही अब गाइज अब हामी चाहिँ म आइसक्यो क्यापिटल के अरे प्लाजा पिज्जा प्लाजा यहाँबाट भित्र हो साथी यहाँबाट प्लाजाबाट भित्र अरे लगाएको है त ल गाइज हामी चाहिँ गिटार सप नेपाल कमिङ अलरेडी बहान न साथी यो चाहिँ बिपिन हामी चाहिँ आइसक्यौँ यही होला क्याजन चाहिँ हामीले चाहिँ हिजो भनिसक्यो के हो मादलहरू गिटारहरू छ हामी चाहिँ आइसक्यौँ गिटार सब ल यही गिटार किन्नु थियो कि मलाई हेर्न यहाँ कुन चाहिँ कलर भित्ताको त्यो हलो होइन त्यो लेस पाउँदै यहाँ चाहिँ हल्का बार्गेनिङ छ ल हाम्रो चाहिँ फिक्स प्राइस हो 500 नभन्नु 500 थप्नु बरु त्यो पिक घटाउनु होइन पिक मलाई काम हैन 22000 रुपैयाँ 22500 अब 500 त हालिनु 500 जोड्नै पर्छ अब त्यो पर्दैन सानो बार्गेनिङ हुँदैछ राम्रो गिटार छ यामाको रिदा मेरो यहाँ गिटार सस्तोमा यो सबै अन्डर 6000 तपाईले 500 मात्र घटाउनु 500 ल हामी चाहिँ आएर यहाँ बिपिनले के भन्छ के गरे मलाई नि आउँदैन सिक्नु ओइ ओइ हान्छ के यसले त क्याजन लगाए त राख्नुपर्छ क्या यसलाई यो चाहिँ हाम्रो क्याजन बच्चा जस्तो लाग्यो मलाई ओइ ओइ यसले बजाउँछ त्यो गिटार कस्तो राम्रो छ क्या बिपिनलाई यो होइन बिपिनलाई त्यो गिटार मन पऱ्यो अरे राम्रो पऱ्यो ओइ बेस यो बेस होइन सोच बेस कति हो चाँडो कि बिस्तारै त हुँदैन बेस हो यसमा चाहिँ 4वटा तार हुन्छ डङ डङ गर्छ अनि किन्छ कहिले किन्छ बेस बिपिन यहाँ चाहिँ गिटार टेस्ट भइरह बिपिन चाहिँ गिटार हेर्दै कस्तो राम्रो हुन्छ रिदमलाई किन भन्नुपर्छ ब्ल्याक होइन ब्ल्याक कलरको गाइस हामी चाहिँ बेस के अरे यो के अरे लिएर आइसकेको छौँ ल यो बिपिनले हातमै बोकेर हिँड्छ अब घरसम्म है साथीहरु त्यही भने गाउँमा जाँदाखेरि कसरी बोक्दाखेरि यसरी मैले बोक्थेँ तर ब्याग नभएपछि म यसरी हिँड्नु पर्छ है ब्यागको त के हो न ल 1200 होइन ब्याग भन्दा त म बरु ममा खान्छु भनेर 1250 को त ब्याग मात्रै रे अनि हामीले चाहिँ ज्याक फ्रीमा पायो एउटा है हामीले खोइ बोके है एउटा ज्याक गाइस यो ज्याक है फ्रीमा है हामीले यो फ्रीमा पायो साथी यसमै हाल्दिनु के हो कि गोजीमा हाल्छौ गोजीमा धराइहाल्यो नि त्यो यार अब एउटा जेब्रा झोला किन्नु पर्यो गाइस ट्रान्सपोर्टेसनको लागि सजिलो हुन्छ जेब्रा झोला मेरो घरमा हाच्चिल बस ल अब त्यही बोके यसरी छ बिपिन यहाँ छ मलाई बोक्न लाज लागेर बिपिनलाई बोकाएर सबजना हाँसिरह बिपिन चाहिँ बोकिरह भएन अब गाडीमा भिड रहेछ नि म यसमै बस्छु होला साथी म बस्दिनँ बिपिन बस्छ यसले बोक्यो भने चिलो साथी रेलले बजाउँछ पैसा नि लिन्छ क्या आज त बस्की रे लगाइ जाम चाहिँ हामी अब कता जाने रिदमको घर त के जानु है घर जाने नि मेरो कसको यो ट्विटी बोक्ने जाने कसको घर जाने मेरो घर जाने तिम्रो घर जाने तिम्रो म आज अनि प्र्याक्टिसमा हानेको साथी
प्र्याक्टिस त हाल्नुहुन्थ्यो नि गिटार छैन नि त ल अनि म घर त जानु पऱ्यो नि मेरो नि मेरो घर बस्न आज घर त बस्नुहुन्थ्यो मलाई कराउनुहुन्छ कि पुलबाट ल गाइज अब चाहिँ हामी बिपिनको घर जान्छौँ कि गाइज हामी चाहिँ भ्लगको अन्तिम चरणमा आइसकेको छौँ अन्त बिपिनले चाहिँ जहिले पनि बिचोमा थियो क्या भिडियो मलाई थाहा थियो त्यही पनि अन्तिम चरणमा आइसकेको थियौँ अन्तिम चरण पो भनेको त अन्तिम ल अब चाहिँ यही हो अनि अब बिपिन चाहिँ आफ्नै घर जान्छ किनकि म बोकेर जान बेचत लगाइरह त्यसले आफै घर लान्छ म भोलि आउने यसको घर बनाउनु अनि त्यही हो अब बिपिन यताबाट राइट साइडबाट जान्छ सिधा म यताबाट लेफ्टबाट चाहिँ म जान्छु जे एउटै होइन ल म राइटबाट जान्छु बिपिन लेफ्टबाट जान्छ अनि त्यही हो अब आजको लागि यति अब फाइजको लाइभ रियाक्सन यो चौडा बन्द गर्दै के सुनाउने यस्तो होइन फाइल के सुनाउने त्यो अब के भन्छ थाहा नि त्यही भएर के सुनाऊँ भने तपाईँकोसँग पर्याप्त ब्यालेन्स छैन भन्छ त्यही भएर यसले नसुनाउने भने फोनै गएन होइन ए होइन ल तैँले हेपा ल सुने त यता बसौँ न यार गयो क्या यसमै बस्दिउँ क्या म त अहिले त यसमै बस्दिउँ क्या हेलो फाइज कहाँ हो त के हो घर छ तेरो घर बाहिर छु क्या म कहाँ हो त अघि अझै त्यहीँ छस् ल के ऊ गन्जीको होला ल जा म चाहिँ गएको बिपिन चाहिँ साँच्चैमै गयो बोकेर जान म क्या त्यही भएर मैले त्यसलाई घर पठाइदिएँ त्यो गयो म नि आफ्नै घर जान्छु अब यताबाट कस्तो जाडो भने अहिले त अब झन् हाफ सर्ट लाएर हिँडेको त मेरो गाडीमा चाहिँ जहिले यो बुट्टी हुन्छ यो चाहिँ फर स्पेसल रिजन यो लाएन भने मलाई गाडीले हानेर मारिदिन्छ अरे नत्र केही न केहीले त्यही भएर लाउनुपर्छ बाँच्नको लागि भयो नि भने जस्तो कुरा मैले सुनेको थिएँ खोल्यो कि मर्छ अरे ओ सानो बहिनी बुट्टी खोल्नमै मारिदिन्छु भन्दा होला पनि ल गाइस अब चाहिँ म घर जान्छु अनि एडिट गरेर भ्लग हालिदिन्छु अनि त्यसपछि भोलि चाहिँ प्र्याक्टिस गर्न जानुपर्छ होइन भोलि म एकचोटि चस्मा लिन जान्छ अनि त्यसपछि अनि पर्सितिर चाहिँ प्र्याक्टिस हुन्छ रिदम म बिपिन गयो त गाइस त्यतिखेर प्र्याक्टिस सेसनहरू अब बिपिनले गाउँले भ्लग मात्रै हाल्छ